तपाईको नजरमा एउटा बुहारीको लागि सासू अथवा तपाईको व्यक्तिगत पकाइमा तपाईको नजरमा सासू के हो? म त सासू भनेर हेर्दिनँ, आमा भनेर हेर्छु। मलाई चाहे बुहारी भनेर हेर्नु, चाहे यो नराम्रो भनेर हेर्नु, चाहे जे भन्नु, म त मेरो आमा भनेर हेर्छु, मेरो भगवान भनेर हेर्छु। मैले नजानेको कुराहरू मलाई सिकाइदिनु भएको छ दाइ। मैले नजानेको कुराहरू के मलाई अहिले म एक्लै छु नि त, मेरो श्रीमान त मसँग हुनुहुन्न नि त, तर मेरो सासूले मलाई सिकाउनुहुन्थ्यो नि, त्यो कुराहरू मैले धेरै सम्झिन्छु। मैले त्यतिखेर म सानो भएर म सिक्न नसके हो कि अहिले भएको भए म मेरो मम्मीलाई कति सुनाउँथ्यो होला, मेरो आमालाई कति भन्थ्यो होला। मम्मी त्यतिखेर मेरो बुद्धि थिएन, म सानो थिएँ, अहिले त म बुझ्ने भएँ। मलाई तपाईँले सिकाएको कुराहरू धेरै याद आउँछ भन्थेँ। म त मैले धेरै कुराहरू सिकेछु। म घर परिवार कस्तो हुन्छ, घर परिवारलाई कसरी राख्ने, पर्पाउनालाई कसरी राख्ने, आदर सम्मान कसरी गर्ने, धेरै कुरा सिकेँ मैले त्यो घरमा गएर। त्यो घरमा गइसकेपछि धेरै कुरा सिकेँ। तर समाजमा त सासू बुहारीको सिआइडी हो भन्ने चलन पनि छ। तपाईँले त सुन्दर मेसेज दिनुभयो, एउटा बुहारीको लागि आमा भगवान हो, सासू सासू होइन आमा हो भन्नुभयो। होइन, मेरो लागि त अरूलाई त थाहा भएन, मेरो लागि चाहिँ म त मेरो आमा नै हो। सेयर गर्न भनौँ न, हामी धेरै बस्दैनौँ, 2 वर्ष बस्यौँ। 2 वर्षसम्म पनि तर मेरो त मलाई त सुरुमा त झन् छोरी जस्तै गर्नुभयो। जुन नजरले हेरेँ त्यही नजर हो जस्तो लाग्छ मलाई त। मलाई लाग्नु अब सोच्नु भयो होला, मैले गाली गरेँ, यस्तो गरेँ, नराम्रै सोचे पनि म त मेरो आमा हो। आमाले छोरीलाई गाली गर्न पाउँछ, तर संस्कार दिनुभएको छ, राम्रो कुरा सिकाउनु भएको छ। म कहिल्यै नराम्रो भन्दिनँ, राम्रो भन्छु। अब रिया, लगभग हामी कार्यक्रमको अन्त्यतिर छौँ। हजुर, तपाईँको घर परिवार, भलै तपाईँ छुट्टिएर घर परिवारबाट टाढा बसेको पनि 5 वर्ष भयो भनेर भन्नुहुन्छ। परिवारबाट, श्रीमानबाट टाढै बसे तापनि अझसम्म तपाईँलाई जुन खालको माया थियो त्यो माया मार्नु भएको छैन? छैन, म त मार्नै सक्दिनँ नि। कसरी मार्न सक्छु भन्नु न? मेरो त सबै थोक मेरो घर परिवार थियो नि त मेरो लागि त। मेरो सासू ससुरा, मेरो श्रीमान, मेरो बच्चा, मेरो भगवान। म मन्दिर जान पर्थेन, मेरो घर नै त्यही थियो। तर के भयो म बुझ्न सक्दिनँ। तर मेरो लागि समग्रमा सहपरिवारको लागि के भन्न चाहनुहुन्छ? यो कुराकानी पक्कै पनि हेर्नुहुन्छ होला उहाँहरूले। म त धेरै माया, मलाई नराम्रै भने नि म त माया गर्छु। धेरै माया, मेरो बच्चालाई राम्रो केयर गरिदिनु भएको छ, राम्रोसँग हेरिदिनु भएको छ। धेरै माया म तपाईँहरूप्रति। मेरो मनमा अलिकति नराम्रो छैन। मनमुटाप हुन्छ, आफ्नोमा त हो नि दाइ, हुने मनमुटाप परैमा हुँदैन नि, आफ्नोमा हो। आफ्नो मान्छेमा मनमुटाप हुन्छ, भयो। तर ठिक छ, जहाँ भए पनि जे भए पनि सधैँका लागि मेरो श्रीमानले अर्को नै ल्याए पनि मेरो त बाउ आमा नै हो। म त बाउ आमै भन्छु। तपाईँको श्रीमानले अर्कै ल्याए पनि भनेर फ्याट्टै भन्नुभयो क्या? हजुर, श्रीमानले अर्कै विवाह गरे पनि तपाईँले माया निरन्तर गरिरहनुहुन्छ? गर्छु, म त गर्छु। मेरो बाउ आमा हो, म सम्बोधन गर्छु। उहाँले, मेरो सासूले मलाई बुझ्न सक्नु भएन मलाई थाहा भएन। मैले धेरै बुझेँ हो, मेरो सासूले पनि धेरै दुःख गरे हो, धेरै दुःखको कुरा बुझे हो। तर मैले त्यतिखेर मैले पेस गर्छु। श्रीमानले अर्को विवाह गर्दा गर्दै पनि कसरी माया गर्न सक्नुहुन्छ होला त तपाईँ? म त सक्छु। म त मेरो श्रीमानले अर्को बिहे गरेर ल्याएर मलाई पनि ल्याएर खुसीसँग बस्छस् भन्यो भने म त बस्छु। जानुहुन्छ तपाईँ? मैले माया गरेको मान्छे हो नि त, म त हेरेर खुसी भएर बस्छु। किनकि मलाई माया गर्ने मेरो सासू ससुरा छ नि त साथमा, मेरो बच्चा हुन्छ नि त, मेरो बुढा पनि मसँगै छ भन्ने हुन्छ नि त। जे भए पनि अर्कै बिहे गरे पनि म त माया गर्छु। उसले मलाई घृणा नै गरे पनि म त माया गर्छु। उसले मलाई नराम्रै नजरले हेरे पनि म त माया गरिराख्छु। ऊ त मेरो शिरमा सजाएको पहिलो सिउँदो हो नि त, म त अरूलाई दिन सक्दिनँ नि त त्यत्तिकै। ऊ त मेरो सिउँदो हो नि त, ऊ त मेरो जे भयो भने रक्षक हो नि त। म उसलाई बिर्सिन सक्दिनँ, म त उसलाई माया गरिराख्छु। उसले यहाँ हेर्दैछ भने नि, हेर्छ भने पनि म त माया गर्छु। तिमीले जे भयो जसो भयो, हामीबिच त धेरै कुरा भएन, हाम्रो त अब आन्तरिक कुरा भएर छुट्या हो, तर पनि म तिमीलाई धेरै माया गर्छु, त्यही भन्न चाहन्छु। सासू ससुरा, मेरो सासू ससुरा होइन, मेरो बुवा आमा हो। सासूको मात्रै धेरै कुरा हो, कुरामा कुरा गर्दा ससुरा बाबा पनि धेरै बुझ्ने हुनुहुन्थ्यो, मलाई धेरै माया गर्नुहुन्थ्यो ससुरा बुवाले।
धेरै बुझ्ने हुनुहुन्छ थोरै समय बस्नुभयो तर धेरै कुराहरू सिक्नुभयो कुराहरू त्यही भएर त 5 वर्ष टाढिएर बस्दा पनि माया लागिरहेको छ लाग्छ अभाव खड्किरहेको छ अभाव खड्किँदाखेरि रोएर बस्नुहुन्छ होइन हो यदि माया नै थिएन भने त आँखाबाट आँसु किन झर्दैन म त दाइ अभाव त भन्नुहुन्छ भने म त सम्झिरहेको छु कि मलाई जब दुःख पर्छ नि ओहो अरूले बुझिदिँदैन नि दाइ जति जो भए पनि आफ्नो घर फ्यामिली आफ्नो हस्बेन्ड जस्तो चाहिँ कोही हुँदैन कि मसँग मेरो श्रीमान भइदिएको भए म कति मजाले दुःख पेस गर्थेँ होला दुःख सुनाउँथेँ होला दुःखको कुरा गर्थेँ होला अँगालो मारेर रुन्थेँ होला मसँग अँगालो मारेर रुने मान्छे छैन भनेको मेरो छोरी पनि छैन नि त मसँग त मेरो बच्चा पनि छैन नि त दुःख पोखम भन्नलाई आफ्नो चौतारी दुःखको भार बिसाम भन्नलाई मसँग केही पनि छैन म त रित्तै हो अहिलेसम्म मसँग केही छैन एक्लै हो धेरै गाह्रो हुन्छ अब मान्छेहरू अब हुनुहुन्छ अब देख्नुहुन्छ आफन्त हुनुहुन्छ कति सम्झ्या होला भन्नु होला तर मैले माया गरेको मान्छे हो त्यसै बिर्सिन सक्दिनँ नि बच्चामै भए पनि माया लागेको मान्छे हो माया लगाएको मान्छे हो मनमा बाहिर त भनिन्छ माया छैन भनिन्छ मनभित्र कसले देखेको हुन्छ माया त छन् त मनमा देखाउन सकिँदैन नि त माया त अथाह गरिरहेको मेरो बच्चा मेरो श्रीमान मेरो सासू मेरो ससुरा जहाँ भए पनि खुसी साथ बस्नु मेरो बच्चा राम्रोसँग हुर्काइदिनु यति हो मेरो बारेमा नराम्रो चाहिँ नभनिदिनु मेरो बच्चाले भोलि बिहान तेरो आमाले छोडेर गएको नभनिदिनु बाध्यता थियो मेरो म छोडेर हिँडे आएन मैले मेरो बच्चा छोडेर हिँडेको होइन मेरो बाध्यताले दिएको म पहिला गएको पनि होइन म राख्दै पनि म हारिसकेपछि धेरै दुःख हुन्छ नि म अब सक्दिनँ मेरो बच्चा अब म सक्दिनँ भनेपछि देखो मैले पाल्न नसकेर होइन मेरो बच्चाले आफ्नो घर फ्यामिली खोज्छ भने जस्तै गरेर उसले धेरै खोज्ने घरमा गएपछि ऊ धेरै खुसी हुने मसँग धेरै रुने भइसकेपछि चाहिँ मैले दिएको म पहिला चाहिँ बच्चा भेट्न जान्थेँ अहिले चाहिँ म 2-3 वर्ष भयो गएको छैन किनकि म बच्चा भेट्न गए म उठ्न सक्दिनँ अब म यहाँ यति कुरा गरेछु नि दाइ म घर गएर कति दिन थल्लिने मलाई थाहा छैन कि यति खड्किन्छ क्या मनमा यो त मेरो मनमा भएको दाग हो नि त म सक्दिनँ नि त मेट्न त मेरो मनमा मैले जीवनमा भोगेको कुराहरू हो नि त यो त मैले जीवनमा भोगेको कुरा त मैले कसरी बोल्न सक्दिनँ नि त मलाई मिल्थ्यो भने मिलम बुढी भनेर मेरो बुढा आउँथ्यो भने म त मिल्थेँ मेरो बच्चाको लागि भयो नि मिल्थेँ जति नै गल्ती गरे पनि म त माफ दिएर मिल्थेँ आफ्नो घर फ्यामिली त पाउँथेँ मैले म त आउनुहुन्छ मिलम भन्नुहुन्थ्यो भने म त मिल्न रेडी थिएँ एक अर्काले जीवनमा माफ हुन्छ कि आफ्नोमा पो गल्ती गर्दै जान्छ माफ दिँदै जाने हुन्छ नि त एकचोटि तँबाट नि गल्ती भयो बुढी मबाट नि गल्ती भयो ठिकै छ हामी मिलौँ न त भनेर आउनु भयो नि म त मिल्न रेडी हो म त मिल्छु म त जे भयो नि माया गरेको मान्छे हो मैले भने नि दुःख परे पनि म साथ दिन रेडी हो कि मेरो बुढालाई भोलिको दिनमा बिरामी भएर केही चाहियो भने पनि नि हुन्छ नि त म त दिन रेडी हो हुन्छ रिया तपाईँको यो सम्बन्ध फेरि पुनर्मिलन बनाओस् जुन खालको माया जुन खालको तपाईँले आफ्नोपन पाउनु भएको थियो फेरि प्राप्ति होस् हामी शुभकामना दिन्छौँ अहिले पनि हामी छुट्टिन्छौँ है त हस् समय सम्वादको लागि धन्यवाद यहाँलाई